ठुलो छोरीको आमा जो उहाँले भन्दैछ बाबालाई एउटा आमा साह्रो बिमार रहेछ अब बाबालाई तातो चिसो बनाइदिनु खोजिदिन्छु भन्दैछ त्यसै कारणले भ्याकेन्सी छ भन्नु हुँदैछ बाउले पनि हो अन्त मैले पनि अन्त भने हो बुहारी भ्याकेन्सी छ एउटा भनेर भनेको छु यो चाहिँ सही हो कि होइन साथी हो भनिदिनुहोस् है यो कुरा चाहिँ एकदम मैले ठिक भन्यो भने पनि ठिक भन्यो भनेर भन्नुहोस् ठिक भनेन भने यो बदमास बुढो भन्नुहोस् है ल है आमा बाउले त छेउछेउ ल्याउँदैछ है कुरा काने त आमा पनि केही भन्नुहोस् अब त्यसको लागि केही भन्नुहुन्छ त्यसको लागि मैले के भन्नु होला हौ खै अब के गर्नु मैले त म त बुढो भयो बुढी पनि भयो बिमारी पनि भयो त्यहाँदेखि अब बाउ एक्लै भयो अन्त लुगा धोइदिने छैन पछाडि दुःख पाउँछ होला बाउले भनेर म पनि सोच्दैछु अब कसो गर्नु भन्नुपर्छ हो इष्टमित्र हो लो यो बात चाहिँ अब यो चाहिँ सुनेर बुझेर अब कसो कसो गर्नुपर्ने एकदम कमेन्ट चाहिँ गरिदिइहाल्नुहोस् है हाम्रो बाउ चाहिँ यस्तो जेन्टलमेन छ रिटायर आर्मी म्यान हो रिटायरमेन्ट हो फेरि पेन्सन चाहिँ छैन नि आर्मी रिटायरमेन्ट हो ब्रिटिसको पालोको आर्मी म्यान